राष्ट्रिय व्यावसायिक पहल प्यक्कगु जिम्मेवार व्यवसाय सम्मेलन मंसिर 21 व 22 गते याइगु चुगुदु 2071 सालदिसे यान वैचुंगु थुगु सम्मेलन या प्यक्कगु संस्करण एडेप्टिङ टु एमर्जिङ बिजनेस रियालिटीज थैगु नाराबिया यातेनगुतका आइतबार जुगु पत्रकार सम्मेलने जानकारी बियोगु ख सम्मेलने नेपाली उद्योग व्यवसाय तेस हिलावना छंगु परिस्थिति व उदीयमान नव आयाम तेगु परिप्रेक्ष्य जिम्मेवार पूर्ण ढंग गु कथा न्यावने फैथैगु सम्बन्धे समाज वातावरण व अर्थतन्त्र याना सोंगु विदाय चिन्छगु विषय तेगु थिथि प्रस्तुति पाके दुग्यंक सलजिगु कारण पत्रकार सम्मेलने जानकारी बियोगु ख हामीले अडप्टिङ टु इमर्जिङ बिजनेस रियालिटीज भन्ने नारा लिएर तीनवटा सोसाइटी इन्भाइरोमेन्ट र इकोनोमी तीनवटा विधामा राखेर जम्मा 2 दिनको 11 टपिक्समा तीनवटा थिममा 25 भन्दा बढी स्पिकर्स अराउन्ड 30 जना स्पिकर्सहरूले यसमा बोल्नुहुनेछ श्रोतहरूले बोल्नुहुनेछ। यसमा नेपालमा भएका हाम्रा स्रोत व्यक्तिहरूदेखि लिएर अस्ट्रेलिया, सिङ्गापुर, जापान देखि इन्डियादेखि आउनुहुन्छ र उहाँले आफ्नो यो थिममा आफ्नो एक्सपिरियन्स सेयरिङ गर्नुहुन्छ। जिम्मेवार व्यवसाय गर्नको लागि के गर्नुपर्छ, जिम्मेवार व्यवसाय भने के हो भन्ने बारेमा हामीले राष्ट्रिय व्यवसाय पहल गर्दै आएका हौँ। व्यवसाय जिम्मेवार हुनुको लागि तीनवटा एस्पेक्ट्स जरुरी छ। एउटा त आफ्नो व्यवसायप्रतिको जिम्मेवार हुनु जरुरी छ। व्यवसाय भनेको आफ्नो ग्राहक हो, व्यवसाय भनेको आफ्नो पेसा हो, आफ्नै कर्मचारी पनि भए, त्यसपछि राज्य पनि भयो। र त्यो सँगसँगै तपाईँ सोसाइटी यहाँको कम्युनिटीसँग कति जिम्मेवार हुनुहुन्छ, त्यसपछि तपाईँ राष्ट्रपतिको जिम्मेवार हुनुहुन्छ र सँगसँगै इन्भाइरोमेन्ट भनेपछि होल प्लानेट र इन्भाइरोमेन्टले कति जिम्मेवार हुनुहुन्छ। यो सबै जिम्मेवारलाई पुरा गर्नुभयो भने बल्ल तपाईँ असल जिम्मेवार भएका व्यवसायी मानिन्छ भन्ने हामीलाई लाग्छ। त्यही सेरोफेरोमा नेपालमा भएका हाम्रा स्रोत व्यक्तिहरूले आफ्नो टपिक्समा आफ्नो कुराहरू आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुहुन्छ भने त्यसलाई हाम्रो विदेशी स्रोत व्यक्तिहरूले उहाँले आफ्नै भोग्नुभएका कुराहरू एक्सपिरियन्स सेयरिङ गर्नुहुन्छ भने यसलाई डकुमेन्ट गरेर काठमाडौँ युनिभर्सिटीले यसलाई एउटा बुकलेट बनाउनुहुन्छ। हामीले इन्डिया र उहाँ मिलेर र त्यो बुकलेटलाई हामीले सरकारलाई प्रेजेन्ट गर्छौँ। हामीले यो चौथो व्यावसायिक जिम्मेवार व्यवसाय सम्मेलनमा जुन किसिमको स्रोत व्यक्तिहरू आउनु भएको छ त्यसबाट धेरै कुरा हामीले पाठ पढ्नेछौँ। र अहिलेको अवस्थामा जुन राज्यमा भएको आर्थिक मन्दी छ, आर्थिक मन्दीको कारणले गर्दा जनतामा अथवा व्यवसायीहरूमा निराशा फैलिएको छ भने त्यो निराशाबाट आशामुक्त हुनुको लागि आशावादी हुन के गर्नु पर्ने हुन्छ, हाम्रो जिम्मेवारी के हो, कसरी काम हुन सक्छ भन्ने बारेमा यो सेसनमा यो 2 दिनको सेसनमा हामीले खोज दिन्छौँ, सुन्छौँ र आफ्ना प्रतिक्रियाहरू दिन्छौँ र त्यो आधारमा केही न केही एउटा वे फरवर्ड जान्छ र यसले राष्ट्रिय व्यवसाय पहललाई, राज्यलाई, व्यवसायीहरूलाई केही न केही एउटा चाहिँ मार्गदर्शन दिन सक्छ भन्ने खालको हाम्रो अभिप्राय हो र त्यो अभिप्रायमा हामी केही कन्ट्रिब्युट गर्न सकौँ भन्ने हाम्रो आफ्नो धारणा हो। यो मङ्सिरको 21 र 22 गते हुने जुन हाम्रो राष्ट्रिय व्यवसाय पहलको आरबिएस अब यो रेस्पोन्सिबल बिजनेस समिट 4 हुन गएको छ, त्यसलाई सफल पार्न यहाँहरू आइदिनु भएको छ सम्पूर्ण पत्रकार साथीहरू, उहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। किनभने यहाँहरूको चाहिँ समाचार सम्प्रेषण भएन भने हाम्रो सम्मेलन पनि चाहिँ हाम्रो सफल हुँदैन। त्यसैले यहाँको आज जुन आइदिनु भएको छ यो सबभन्दा महत्त्वपूर्ण कुरा त्यही नै हो र यो हाम्रो इन्डियाको तर्फबाट छ, हाम्रो अध्यक्ष भइसक्नु भएको छ। सम्मेलने नेपाल लिसे भारत, अस्ट्रेलिया, सिङ्गापुर, जापान लगायत थिथि देय विज्ञता लिसे व्यवसाय व निजी क्षेत्र या प्रतिनिधित्व, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक लिसे वित्तीय क्षेत्र या बुद्धि दैगुटकान जानकारी बियोगु ख।